नमस्कार सबैजनालाई। आज म यो सुदर्शन क्रिया र साम्भवी महामुद्रा यो दुईटा बीच चाहिँ म कम्पेरिजन गर्न गइरहेको छु है त। सुदर्शन क्रिया र साम्भवी महामुद्रा बीच सुदर्शन क्रिया भनेको चाहिँ आर्ट अफ लिभिङबाट सिकाइन्छ र साम्भवी महामुद्रा चाहिँ इनर इन्जिनियरिङमा सिकाइन्छ है। र आर्ट अफ लिभिङको ह्याप्पिनेस प्रोग्राम र ईशा फाउन्डेसनको इनर इन्जिनियरिङमा चाहिँ के फरक छन्, के सिमिलर छन् भन्ने कुरो म बताउन गइरहेको छु है। मैले चाहिँ लगभग मेरो आफ्नो अनुभव पनि भनौँ, मैले ह्याप्पिनेस आर्ट अफ लिभिङको सुदर्शन क्रिया सिकेको 11 वर्ष भयो र मैले इनर इन्जिनियरिङको साम्भवी महामुद्रा सिकेको लगभग 6 महिना भयो र मैले दुवै अब एभ्रिडे रेगुलर त म भन्दिनँ, तर मैले समय भ्याइन्जेलसम्म चाहिँ मैले दुईटै प्रोग्राम चाहिँ मैले गरिरहेको छु है। मैले फेरि कस्तो भने मैले पहिला सुदर्शन क्रिया सिकेर 11 वर्ष अगाडि सिक्दाखेरि सुदर्शन क्रिया गरेँ मैले रेगुलरली, र त्यसपछि मैले साम्भवी महामुद्रा पनि सिकेपछि त्यो पनि मैले रेगुलरली गरिरहेँ र त्यस क्रममा चाहिँ मैले अहिले चाहिँ मैले दुईटा पनि गरिरहेको छु है। र त्यो क्रममा चाहिँ मैले दुईटाको अनुभव मैले आफूले फेला पारेको र मेरो अनुभव चाहिँ युनिभर्सल हो भन्ने हुँदैन। मैले भनेको कुरा सबैमा लागु हुन्छ भन्ने छैन। अब यो अनुभव भनेको व्यक्ति विशेष हो। मैले चाहिँ मेरो आफ्नो अनुभव मात्र सेयर गर्न लागेको है, ताकि भोलि दिनमा मलाई पनि क्वेसन आएको थियो दुईटामा सुरुमा, र मैले त्यससम्म भिडियो भेटिनँ र मैले आफैले एक्सपेरिमेन्ट गरेर दुईटाको निचोड निकालेँ। आफ्नै एक्सपेरिमेन्टको आधारमा, आफ्नै अनुभवको आधारमा एउटा भिडियो बनाएँ ताकि यो काम लागोस्। र पहिला सुदर्शन क्रियाको बारेमा कुरा गरौँ। सुदर्शन क्रिया पनि एकदमै राम्रो कम्प्लिट प्याकेज जस्तो म भन्छु, किनकि सुदर्शन क्रियामा हामी जस्तो सुरुमा भन्छ नि वामबाट सुरु गर्छौँ र त्यसमा चाहिँ सुदर्शन क्रिया गर्नु अगाडि एउटा प्याकेजमा चाहिँ वामबाट सुरु गर्छौँ र त्यसमा हामी आसना पनि गर्छौँ, सूर्य नमस्कार गर्छौँ र प्राणायाम गर्छौँ होइन, भस्त्रिका, अनि अनुलोम विलोम र अन्त्यमा सुदर्शन क्रिया गर्छौँ। र त्यसको फाइदा भनेको चाहिँ मैले देखेकोमा चाहिँ कस्तोमा ठिक हुन्छ भन्दाखेरि चाहिँ एभ्रिडे स्ट्रेसफुल मोमेन्टमा चाहिँ त्यो गरेपछि मनलाई चाहिँ स्ट्रेसफुल मोमेन्टलाई चाहिँ तत्काल एउटा ब्यालेन्समा ल्याउनलाई चाहिँ सुदर्शन क्रिया चाहिँ मैले धेरै हेल्पफुल पाएँ है। सुदर्शन क्रियाको राम्रो भनेको चाहिँ एभ्रिडे स्ट्रेसफुल मोमेन्टमा, स्ट्रेसफुल लाइफमा चाहिँ त्यति एउटा प्याकेज गरिसकेपछि त्यसले एउटा चाहिँ माइन्डलाई चाहिँ एउटा ब्यालेन्स स्टेटमा चाहिँ ल्याउँछ है। सबै ब्यालेन्समा नआउला, किनकि कहिले कुनै धेरै स्ट्रेस भएको दिनमा त्यो केही न केही स्ट्रेस रहेला, तर केही न केही भए पनि एउटा चाहिँ एउटा रिल्याक्स ब्यालेन्स स्टेटमा चाहिँ लिएर आउँछ होइन। त्यो सुदर्शन क्रियाको मेन फाइदा चाहिँ त्यो हो, एभ्री स्ट्रेसफुल मोमेन्टमा त्यसले काम गर्दो रहेछ है। र अर्को इनर इन्जिनियरिङको बारेमा कुरा गर्नुपर्दा इनर इन्जिनियरिङमा पनि त्यस्तै एउटा प्याकेज छ। स्किम चाहिँ कस्तो छ भने सुरुमा चाहिँ हामीले अलिकति आसनहरूबाट सुरु गर्छौँ। आसनमा चाहिँ सुरुमा चाहिँ मलाई योग नमस्कार हामीलाई सिकाउँदाखेरि चाहिँ योग नमस्कार गर्न सिकाइयो र योग नमस्कार पछि अब त्यस्तै अलिअलि योगासनमा चाहिँ अब यो बटरफ्लाई, अब विभिन्न भनौँ न क्याट स्ट्रेचिङ, योगा स्ट्रेचिङहरू गर्न लगाइयो। र त्यस्तै त्यसमा पनि अब प्राणायाम पछि अन्तिममा चाहिँ एउटा फोकस भनौँ न ध्यान गर्ने यहाँ उसमा चाहिँ भनेर सिकाइयो। र त्यो गर्दाखेरि यसको अनुभव चाहिँ मलाई कस्तो लाग्यो भने त्यसको राम्रो फाइदा है, उसको चाहिँ राम्रो साम्भवीको राम्रो फाइदा भनेको चाहिँ साम्भवीले चाहिँ एउटा दिमागमा चाहिँ एउटा जुन त्यो काम स्टेट हुन्छ नि, ठ्याक्कै एउटा चाहिँ एउटा गहिराई, एउटा मेडिटेसनको अलिकति गहिराई जस्तो अलिकति बढी सूक्ष्म स्थितिमा चाहिँ दिमागलाई चाहिँ ध्यानको अलिकति सूक्ष्म अवस्थामा चाहिँ लान चाहिँ साम्भवीले चाहिँ बढी इफेक्टिभ लाग्यो है मलाई चाहिँ। र म दुईटैको नराम्रो त म केही पनि भन्दिनँ। यसको नेगेटिभ पोइन्ट र यसको नेगेटिभ पोइन्ट त म भन्दिनँ,
किन कुनैको नेगेटिभ पोइन्ट छैन। तर दुइटैको पोजिटिभ पोइन्टलाई हेर्दाखेरि चाहिँ जस्तो सुदर्शन क्रियाको पोजिटिभ पोइन्ट भनेको चाहिँ एकदमै स्ट्रेसफुल मोमेन्टबाट चाहिँ एउटा चाहिँ क्लेन्जिङ मेन अब सुदर्शन क्रियाको पोजिटिभ भनेको चाहिँ एउटा क्लेन्जिङ टाइपको क्रिया हो। यो चाहिँ यो मनमा भएको शरीरमा भएको विकारहरू चाहिँ ठ्याक्क क्लेन्ज गर्ने टाइपको चाहिँ मैले त्यस्तो पाएँ, बडी इफेक्टिभ पाएँ। र साम्भवी भनेको चाहिँ अलिकति मेडिटेसन एउटा ध्यान जस्तोमा पुग्नलाई चाहिँ साम्भवी चाहिँ इफेक्टिभ पाएँ मैले दुइटामा कम्पेयर गर्दाखेरि। अब डिपर स्टेटमा जान चाहिँ साम्भवी चाहिँ बडी इफेक्टिभ पाएँ र त्यसले गर्दा चाहिँ मैले चाहिँ कुन गर्ने दुइटामा भनेर चाहिँ हेर्दाखेरि चाहिँ यदि तपाईँ नर्मल व्यक्ति हुनुहुन्छ, अलिक बढी स्ट्रेसफुल लाइफहरू छ, धेरै तनावहरू छ भने चाहिँ सुदर्शन क्रिया गर्दा चाहिँ राम्रो भयो। र अलिकति तपाईँ अलिकति थोरै भए पनि लाइफमा अलिकति ब्यालेन्स हुनुहुन्छ, पहिलेदेखि नै अलिअलि कुनै योगाहरू केही गरिराख्नु भएको छ, माइन्ड अलिकति त्यति स्ट्रेस छन् त छ तर त्यति धेरै स्ट्रेस छैन, अलिकति ब्यालेन्स छ भने चाहिँ थोरै अब ध्यानको गहिराइमा पुग्नलाई चाहिँ साम्भवी इनर इन्जिनियरिङको साम्भवी चाहिँ बढी इफेक्टिभ लाग्यो है। र अझ बेस्ट अप्सन चाहिँ के लाग्यो भने मैले अहिले के गर्छु भने बेस्ट अप्सनमा चाहिँ म बिहान उठेर चाहिँ सुदर्शन क्रिया गर्छु र साँझ चाहिँ म साम्भवी गर्छु है। त्यसले गर्दा चाहिँ मलाई कस्तो भयो भने बिहान सुदर्शन क्रिया गरिसकेपछि एउटा मेन्टल फ्रेसनेस आउँछ, त्यसले गर्दा मलाई दिनभरि कामहरू गर्न एउटा ऊर्जा प्राप्त हुन्छ। र बेलुका चाहिँ साम्भवी गरिसकेपछि त्यसले चाहिँ एउटा छुट्टै प्रकारको मनमा एउटा डेप्थमा एउटा भित्र एउटा डेप्थमा चाहिँ त्यसले एउटा ध्यानको अलिकति गहिराइमा पुऱ्याए जस्तो चाहिँ त्यसले चाहिँ एउटा फिल हुन्छ है। दुइटै कम्बिनेसनमा गर्दाखेरि चाहिँ मलाई एकदमै राम्रो, दुइटैको पोजिटिभ बेनिफिट मिल्यो है। त्यही भएर मैले चाहिँ म त त्यही सजेस्ट गर्छु कि दुइटैलाई कम्बिनेसन गरेर बिहान सुदर्शन क्रिया र बेलुका सूर्य साम्भवी महामुद्रा त्यो गर्दा चाहिँ बेस्ट रिजल्ट आउँदो रहेछ है। यसमा हजुरहरूको राय के छ भने मलाई भन्नु होला है। हस्, धन्यवाद।